दर्शकवृन्द नमस्कार। प्रकृति दर्पण च्यानलमा यहाँलाई हार्दिक स्वागत छ। गर्मी सुरु भइसकेको छ। यो गर्मी मौसममा घामको राप र हपक्क हुने पसिनाका कारण हामी मध्ये धेरैलाई एउटा साझा समस्याले सताउने गर्छ। त्यो हो छालामा आउने घमाउरो। छाला पोल्ने र चिलाउने। कतिपय अवस्थामा त यो जलनले गर्दा त न दिनमा चैन हुन्छ न रातमा निद्रा। यदि तपाईँ पनि यो गर्मीमा घमाउरो र छाला चिलाउने समस्याबाट हैरान हुनुहुन्छ भने अब चिन्ता नलिनुहोस्। आजको यस भिडियोमा हामी हाम्रो घरमै सजिलै उपलब्ध हुने 5 वटा यस्ता अचूक प्राकृतिक उपायहरूका बारेमा कुरा गर्नेछौँ जसले तपाईँको छालालाई तुरुन्तै शीतलता प्रदान गर्नेछ। 5 घरेलु उपायहरू। पहिलो उपाय हो बरफ वा चिसो पानीको सेकाइ। जब छाला धेरै पोल्छ वा चिलाउँछ, एउटा सफा सुती कपडामा बरफका टुक्राहरू बेर्नुहोस् र प्रभावित ठाउँमा 10 देखि 15 मिनेट हल्कासँग सेक्नुहोस्। यसले छालाको जलनलाई तुरुन्तै शान्त गर्छ र रगतको बहावलाई सन्तुलित गरेर चिलाउने कम गर्छ। त्यस्तै दोस्रो प्राकृतिक औषधि हो एलोभेरा जेल। हाम्रो घर वरपर सजिलै पाइने एलोभेरा अर्थात् घिउकुमारी छालाका लागि वरदान नै हो। एलोभेराको ताजा पातबाट जेल निकाल्नुहोस् र घमाउरो भएको ठाउँमा लगाउनुहोस्। यसमा भएको एन्टी इन्फ्लेमेटरी गुणले छालाको रातोपन र जलनलाई निको पार्छ। लगाएको 20 मिनेटपछि यसलाई चिसो पानीले पखाल्नुहोला। अनि तेस्रो उपाय हो चन्दन र गुलाब जलको लेप। चन्दनले छालालाई प्राकृतिक रूपमा चिसो राख्न मद्दत गर्छ। शुद्ध चन्दनको धुलोलाई थोरै गुलाब जल मिसाएर लेप लगाउनुहोस्, लेप बनाउनुहोस् र घमाउरो आएको ठाउँमा लगाउनुहोस्। यो लेप सुकिसकेपछि चिसो पानीले धुनुहोस्। यसले छालालाई शीतलता मात्र दिँदैन, घमाउरोलाई चाँडै निको पार्न पनि मद्दत गर्छ। चौथो उपाय हो मुल्तानी माटो। गर्मीमा बढी पसिना आएर छालाका छिद्रहरू बन्द हुँदा घमाउरो निस्कने गर्छ। मुल्तानी माटोलाई थोरै पानीमा वा गुलाब जल मिसाएर छालामा लगाउँदा यसले छालाको बन्द छिद्रहरू खोल्छ र बढी भएको तेल तथा पसिना सोस्छ, जसले गर्दा घमाउरो बिस्तारै निको भएर हराउँदै जान्छ। त्यस्तै पाँचौँ उपाय हो काँक्रोको रस वा स्लाइस। काँक्रोमा प्रशस्त मात्रामा पानी र कुलिङ एजेन्ट हुन्छ। काँक्रोलाई पातलो काटेर घमाउरो आएको ठाउँमा राख्न सक्नुहुन्छ वा यसको रस निकालेर कटन रुवाको मद्दतले छालामा लगाउन सक्नुहुन्छ। यसले छालाको सुखापन, जलन दुवैलाई कम गर्छ। यहाँहरूको लागि थप टिप्स र सावधानीको बारेमा पनि केही जानकारी दिन चाहन्छु। यी घरेलु उपायहरूसँगै गर्मी महिनामा हामीले केही साना तथा महत्त्वपूर्ण कुराहरूमा पनि ध्यान दिनु जरुरी छ। 1 नम्बर, कपडाको छनौट। गर्मीमा सधैँ खुकुलो र सुती कटनको कपडा मात्र लगाउनुहोस्, जसले पसिना सजिलै सोस्छ। 2 नम्बर, पसिना धेरै आउने भएकोले गर्मी महिनामा प्रशस्त पानी पिउनुपर्छ। शरीरलाई धेरै मात्रामा हाइड्रेट राख्नुपर्छ। भित्रैदेखि हाइड्रेट राख्न दिनमा 8 देखि 10 गिलास पानी, कागती पानी वा नरिवल पानी पिउने गर्नुपर्दछ। कन्याउनु हुँदैन। 3 नम्बरमा, घमाउरो चिलाए पनि नङले कडासँग नकन्याउनुहोस्, नत्र छालामा सङ्क्रमण इन्फेक्सन हुनसक्छ। चिलाएमा हल्का चिसो कपडाले थिच्नुहोस्। त्यस्तै 4 नम्बरमा सफाइको कुरा पनि छ। पसिना धेरै जम्न नदिनुहोस्। दैनिक चिसो वा सामान्य पानीले नुहाउनुहोस्। साथीहरू, प्रकृतिको काखमा हाम्रा हरेक समस्याको समाधान लुकेको हुन्छ, मात्र हामीले सही तरिकाले चिन्नु पर्दछ। यी उपायहरू अपनाउँदा पनि तपाईँको समस्या निको भएन वा घमाउरो पाकेर पिप जस्तो देखिन थाल्यो भने चाहिँ ढिला नगरी छाला रोग विशेषज्ञको सल्लाह लिनु पर्दछ। तपाईँलाई आजको जानकारी कस्तो लाग्यो? कमेन्ट बक्समा आफ्नो विचार लेख्न नभुल्नुहोला। यदि भिडियो उपयोगी लाग्यो भने लाइक र साथीभाइहरूलाई सेयर गरिदिनुहोला। प्रकृति र स्वास्थ्यसँग जोडिएका यस्तै रोचक जानकारीहरूका लागि हाम्रो च्यानल सब्सक्राइब गर्न नभुल्नुहोला। प्रकृति दर्पण सधैँ तपाईँहरूको स्वास्थ्यको लागि विभिन्न महत्त्वपूर्ण भिडियो लिएर आउने नै छ। अर्को भिडियोमा नयाँ विषयका साथ फेरि भेट्नेछौँ। तबसम्मका लागि स्वास्थ्य रहनुहोस्, स्वस्थ रहनुहोस्, प्राकृतिक रहनुहोस्। नमस्कार।